च्याप्टर पुरै पढ क्या नाम चाहिँ के छ म्याट्रिक्स होइन नि यार म्याट्रिक्स पढ्यो होइन क्या म्याट्रिक्स बेस्ड सिस्टम अफ लिनियर इक्वेसन म्याट्रिक्स बेस्ड भन्न खोजेको के त म्याट्रिक्समा बेस भएर चाहिँ लिनियर इक्वेसनलाई सल्भ गर्नु पर्यो भन्नु पर्यो म्याट्रिक्सको युज हो एप्लिकेसन अफ म्याट्रिक्स हो क्या यो पढ्न त पढ्यो किन पढ्यो त म्याट्रिक्स हो यहाँ यो हाम्रो बारमा चाहिँ यो पढ्छौँ 11मा हामीले पढ्छौँ कन्सेप्टहरू होइन 12मा त्यसको एप्लिकेसनहरू पढ्नु चाहन्छ अब म्याट्रिक्स बेस्ड सिस्टम अफ त्यो कन्सेप्ट पनि आउँदैन कन्सेप्ट सबै कन्सेप्ट भन्छु नि लिनियर इक्वेसन है त अब तिमीहरूलाई लिनियर इक्वेसन हेर्न थाहा छ सिधा लाइनमा सिधा लाइनलाई के भन्छ लिनियर इक्वेसन सिधा लाइनलाई स्ट्रेट लाइन भन्छ होइन के भन्छ कस्तो हुन्छ भनेपछि म्याथमा जुन कुरालाई पनि रिप्रेजेन्ट गर्नको लागि के गर्नको लागि त रिप्रेजेन्ट गर्नको लागि अथवा कि त त्यसलाई देखाउनको लागि डिफ्रेन्ट तरिकाहरू हुन्छ क्या ठिक छ सेटमा हामीले गर्दाखेरि सेटको कसैको नम्बर अफ गर्दाखेरि 1 2 3 4 यसरी लेख्न पाइन्छ पाउँछ अनि यसरी पनि भन्नु पाइयो सेट अफ फर्स्ट 4 नेचुरल नम्बर पनि लेख्न पाइन्छ फर्स्ट 4 नेचुरल नम्बर पनि लेख्न पाइन्छ अथवा के त x चाहिँ 1 भन्दा ठुलो छ र इक्वल र 4 भन्दा सानो छ यो पनि लेख्न पाइन्छ हो भन्न खोजेको के हो त यो एउटा ठाउँमा चाहिँ 1 2 3 4 भन्ने नम्बर चाहिँ राखेको छ हो त्यसलाई रिप्रेजेन्ट गर्ने तरिका हेर न कसरी हो एउटा यसरी कार्टेसियन फर्ममा रिप्रेजेन्ट गर्न मिल्यो के भन्छ त्यो लाइटिङ यहाँ काम लाग्ला जस्तो लाग्यो क्या त्यही राखेको छु मैले लाइटिङ बनाएर यहाँ पनि पर्छ त्यो लाइट राम्रो छ नि त मलाई लाग्यो आइहाल्यो त्यो इङ्ग्लिस चाहियो भने पछाडि फेरि लाइट छ ए पछाडि पनि छ बिचको पनि छोड नबालेको हो क्या ए ठिक छ मलाई छ है है कुरा एउटै हो क्या रूप के त चिज एउटै हो रूप मात्र के हो त अनेक हो क्या चिज त एउटै त हो नि नेचुरल नम्बरमै हो यसले पनि नेचुरल नम्बर 4 भनेको छ यसले पनि नेचुरल नम्बर 5 भनेको छ यसले पनि नेचुरल नम्बर 5 भनेको छ त हैन त्यसै गरी कम्प्लेक्स नम्बरमा पनि त हेर न हामीले एउटै कुरालाई डिफ्रेन्ट फर्ममा देखाएको होइन त्यही कुरालाई कार्टेसियन फर्ममा देखाएको छ त्यही कुरा ग्राफमा देखाएको छ त्यही कुरालाई पोइन्टमा पनि देखाएको छ त्यही कुरालाई प्लसमा पनि लगाएको छ त्यही कुरालाई युलरमा पनि लगाएको छ हैन हो त्यसै गरी यो लिनियर इक्वेसन भन्ने कुरा चाहिँ कस्तो हुन्छ त भन्दाखेरि यदि हामीले ग्राफमा कहीँ पनि स्ट्रेट लाइन बनायौँ के बनायौँ स्ट्रेट लाइन बनायौँ भनेपछि यसको जुन इक्वेसन छ नि यसको इक्वेसनलाई चाहिँ लिनियर इक्वेसन भन्छ क्या इक्वेसन अफ स्ट्रेट लाइन इज नोन एज लिनियर इक्वेसन लेभल इक्वेसन अफ स्ट्रेट लाइन इज के त लिनियर इक्वेसन नाम कसरी आयो होला त लाइन हो लिनियर भने के त एउटै लाइनमा भने अनि इक्वेसन कसको स्ट्रेट लाइनको त्यही भएर नाम के राख्यो लिनियर इक्वेसन राख्यो ठिक छ अब उताको स्लोपको कुराहरू आउँछ स्लोपको कुरा मैले गरिनँ है यो चाहिँ इक्वेसन भयो अब देखिन्छ कस्तो त हेर्दाखेरि होइन तिमीहरूले 9-10मा स्लोप इन्टरसेप्ट फर्म डबल इन्टरसेप्ट फर्म परपेन्डिकुलर फर्म भन्ने सुनेको छ इक्वेसन सुनेको छ कस्तो हुन्छ एउटा y = mx + c हो अर्को x / a + y / b = 1 अर्को x cos α + y sin α = p पछाडि मैले के रे कोर्डिनेट जियोमेट्रीमा मैले सबै पुरै देख्नै गरेर भन्छु है अहिले भन तिनटैले के भनिरहेछ स्ट्रेट लाइनै देखाइरहेछ क्या तिनटैले के देखाइरहेछ त स्ट्रेट लाइन देखाइरहेछ अनि यो तिनटै इक्वेसनलाई के इक्वेसन भनिन्छ तिनटै लिनियर इक्वेसनहरू के हुन् लिनियर इक्वेसनहरू ल लिनियर कसरी भयो त हेर पावरमा कति छ 1 छ पावरमा कति छ 1 छ यसको पावरमा हो जो सबै भेरिएबलको पावरमा के छ 1 छ त्यसलाई भन्छ 1 डिग्री फर्स्ट डिग्री इक्वेसन भन्छ के भन्छ फर्स्ट डिग्री इक्वेसन भन्छ हो जसरी यसको यो रूप फरक छ नाम पनि फरक छ यसलाई लिनियर इक्वेसन पनि भन्न पाइयो फर्स्ट डिग्री इक्वेसन पनि भन्न पाइयो स्ट्रेट लाइन पनि भन्न पाइयो सबै भन्न पाइयो हो अब हामी के गर्छौँ यति त्यसमा नगरेर सबको एउटा के हुन्छ त जनरलाइज फर्म हुन्छ के हुन्छ जनरलाइज फर्म हुन्छ अब यदि तिनटाको जनरलाइज फर्म हेर्ने हो भनेपछि यो नम्बर नदिएको भए यो ग्रेटर देन अर इक्वल्स टु a र b जति पनि हुन्छ जनरलाइज फर्म एउटा सबको लागि भयो नि त यो a को ठाउँमा 2 ल्याऊ 3 ल्याऊ 5 ल्याऊ 6 ल्याऊ 8 ल्याऊ 9 ल्याऊ फर्मुला जस्तै क्या जनरल फर्म चाहिँ के लेख्नु त अब हामी लिनियर इक्वेसनको भन्छौँ भनेपछि हामीलाई के थाहा छ x र y को पावरमा अथवा z को पावरमा आउँछ इक्वेसन आउँछ यसको ठाउँमा आउँछ इक्वेसनहरू सबै इक्वेसन कसरी भन्छन् इक्वेसन भने 3x + 4y = 6 यस्तो खालको एउटा के भन्छ इक्वेसन भन्छ के भन्छ इक्वेसनमा के हुन्छ भेरिएबलहरू हुन्छन् हो अनि यिनीहरूको यो यसले के भन्छ अगाडिकोले कोएफिसिएन्ट भन्छ हो कन्स्ट्यान्ट पनि कन्स्ट्यान्टै हुन्छ कोएफिसिएन्ट चाहिँ के हुन्छन् कन्स्ट्यान्ट हुन्छन् कन्स्ट्यान्ट भने के हो कन्स्ट्यान्ट भने खासमा सधैँ सेम क्या अलवेज सेम हुन्छ भन्न खोजेँ 2 को भ्यालु कहिले फेरिन्छ 3 को भ्यालु कहिले फेरिन्छ फेरिन्छ त फेर्न सकिन्छ भ्यालु फिक्स छ नि त भ्यालु त्यसलाई भन्छ कन्स्ट्यान्ट भन्छ क्या 1 2 3 4 5 6 7 8 यिनीहरूलाई के भन्छ कन्स्ट्यान्ट भन्छ र अब यसलाई यसो गरेर हेर त के हुँदो रहेछ एउटा कोएफिसिएन्ट हुँदो रहेछ त्यसको भेरिएबलहरूको ठिक छ हो अनि के हुँदो रहेछ यता के हुँदो रहेछ कन्स्ट्यान्ट हुन्छ हो भनेपछि मैले यदि x को कोएफिसिएन्टलाई a b को कोएफिसिएन्टलाई y र r को लागि कन्स्ट्यान्ट लेखेँ भनेपछि यो पनि इक्वेसन होइन
हो कि होइन? हो अब यसलाई मात्र सम्झ्यो जनरलाइज फर्म भने ax plus by plus c equals to 0 यो के हो त इक्वेसन अफ अ स्ट्रेट लाइन अथवा लिनियर इक्वेसन हो अथवा फर्स्ट डिग्री इक्वेसन जे भनेको है y भन्नु सोध्छ त्यो भएर भनेको 1 छ भने फर्स्ट डिग्री 2 आयो भने सेकेन्ड डिग्री कस्तो डाइमेन्सन होला 2 डाइमेन्सन फिगरको कुरा गर्दैछु हेर यता यहाँ के आइरहेछ 1 आइरहेछ मतलब यो एउटै डाइमेन्सनमा छ ठिक छ यदि स्क्वायर आयो x स्क्वायर प्लस y स्क्वायरमा आयो भनेपछि x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु 25 भने चाहिँ यो सर्कलको इक्वेसन पछाडि पढ्नुपर्छ है यो के हो सर्कलको इक्वेसन हो ठिक छ अब यो इक्वेसनमा हेर्दाखेरि ल मैले यो पोइन्ट माने है यो ग्राफ हो हेर त यो पोइन्टमा चढ्दाखेरि त के यति अनि के यति ट्राभल गर्नु परेको छैन होरिजोन्टल भर्टिकल डिस्टेन्स एकैचोटि कभर गर्नु परिरहेको छ कि हेर त एउटै टाइममा यो डिस्टेन्स त यो टाइममा हो नि त 2,3 भने 2 होरिजोन्टलतिर 3 चाहिँ कता त भर्टिकलतिर मतलब कतिवटा भयो त डाइमेन्सन एउटा स्ट्रेट लाइन अर्को आयो 2D फिगर भन्छ क्या ठिक छ त्यसपछि क्युबमा आयो भने 3D फिगर भन्छ 3D फिगर फोटो बनाउन मिल्दैन किन मिल्दैन किनकि यो बोर्डै 2D अब्जेक्ट हो त बोर्डमै यति छ नि दुईटा डाइमेन्सन छ नि त्यही गर्दा हामी प्लेन एक्स र वाइमा देखाउन सक्छौँ नि जेड एक्सिस देखाउँदा बोर्डमा जेड एक्सिसलाई बोर्डमा देखाउन मिल्दैन यति हो देखाउन मिल्यो मैले ठिक छ यो पनि देखाउन मिल्यो जस्तो होस् यस्तो होस् मिल्यो अब ल अहिले अर्को एक्सिस मलाई देखाउनु त बोर्डमा हटायो बाहिर निस्किरहेको छ त बोर्ड बाहिर निस्किरहेको छ त बाहिर निस्किरहेको छ यो दुईटा भए पनि यो बाहिर निस्किन सक्छ यसरी अब एक्सिसमा जान्छ नेगेटिभ र पोजिटिभ हुन्छ एक्सिस त्यही भएर यो प्लेन बनाउनु मिल्दैन 3D को बारेमा तिमीले धेरै पढ्नु पर्दैन त्यही भएर 1D र 2D ख्याल गरेर यहाँ पछाडि 2D पछाडि कोर्डिनेट जियोमेट्रीमा आउँछ अहिले इक्वेसन चाहिँ यस्तो हुन्छ भनेर है त ठिक छ ल एकछिन म लेखिदिन्छु राम्रो छ बुझ्यो x र y इक्वल्स टु भन्नु आउँथ्यो यहाँ पनि त्यही भनिरहेको छ त पढ्न यही सल्भ गरेर भनिरहेको छ यार के भनिरहेको छ त्यहाँ एकछिन हेर न सुरुमा के भनिरहेको छ ग्राफ बना सल्भ गरेर अनि ल के गरिरहेको छ दुईटा इक्वेसन दिएको छैन यता आउनु तिमी त्यहाँ मैले लेखेको जस्तो इक्वेसन छैन यहाँ त्यसलाई सल्भ गरे होइन त एक डबलको भ्यालु निकाले होइन त निकाले कसरी छ भन्ने मात्र फरक त हो नि मेथडमा फरक हो भ्यालु त निकाल्दा क्यालकुलेटर नै आउँछ नि ठिक छ यो कुरा यहाँ तिनवटा छ पछाडि गएर हेर कम्प्युटेसनल मेथडमा फेरि गस इलिमिनेसन र गस साइडल मेथड छ पछाडि हेर मतलब कम्प्युटेसनल पैसा त यही फरक छैन नानु हेर न हेर्दा कम्प्युटेसनल मेथडमा हेर यहाँ फेरि यही च्याप्टर किन रिपिट भयो त किन रिपिट भयो त त्यही छैन र यहाँ दुईटा मेथड छ यहाँ त्यहाँ तिनवटा मेथड छ 5वटा मेथड सल्भ गर्नु दिएको छ अब 5वटा मेथड छ भनेपछि यो च्याप्टरमा दुईटा लेसन छन् किन लिनियर इक्वेसन पढ्ने किन दिमाग खराब गर्नु त सिधै पढ्ने म्याक्सिमाइजेसन अगाडिबाट आउँछ नि लिनियर इक्वेसन एउटा पनि कति चल्छ अब पहिला हामीले के गरेको थियो सब्स्टिट्युसन मेथड युज गर्छ पछाडि गस इलिमिनेसन मेथड सब्स्टिट्युसन मेथड हो के गर्ने अब x - y छ इन्टु l त सिधै एड गरेपछि ल्याम्बै उठ्छ यो 2x इक्वल्स टु कति हुन्छ त्यो x कति आयो 5 आयो y को भ्यालु हाल यहाँ 5 + y इक्वल्स टु 6 y इक्वल्स टु 1 कति आयो त 5 कमा आएन हो यही कुरा सल्भ गर्ने हो क्या त्यति त सल्भ गर्ने सिम्पल तर गर्ने तरिका छ नि त खान्छ ऊ त्यो म्याट्रिक्स बताएर भनेछ नि यतिकै गर्नु तोक्छ इक्जाममा भनेपछि यो पढ्नु पर्ने हाम्रो सिस्टममा बुझिरहेको पढ्नु पर्ने अनि पढ्दै पढ्दैन कस्तो खान्छ अनि इक्जाम सोच्दा फेरि योबाट सल्भ गर्ने यो सेकेन्डमा सोध्नु सक्छ नि यहाँ अहिले मैले भनिरहेको छु यहाँ के लगाइरहेको छ यसले डिटर्मिनेन्ट पनि निकालेको छ के लगाइरहेको छ ग्रामर रुलले के लगाइरहेको छ म्याट्रिक्स लगाइरहेको छैन कतिवटा इक्वेसन छ यहाँ दुईटा इक्वेसन छ भने दुईटा भेरिएबलमा मात्र हुन्छ क्या यहाँ तिनवटा एक्स वाइ जेड दिने अनि दुईटा इक्वेसनले एक्स वाइ जेड भ्यालु निकाल्नु भन्दा कहाँ मिल्छ त जतिवटा भेरिएबल त्यतिवटा इक्वेसन चाहिन्छ नि कतिवटा छ यहाँ दुईवटा छ त्यो दुईटाले पुग्यो पछाडि हेर पछाडि यहाँ हेर तिनवटा छ यहाँ त्यो तिनवटा इक्वेसन छ तिमीहरूलाई तिनवटाबाट आउँछ हेर जस्तो 3/3 म्याट्रिक्स बनाउनु पर्छ 2/2 म्याट्रिक्स हो यो अनि 1/1 म्याट्रिक्स हुन्छ त्यो भएर यो चाहिँ के हो भनेर चाहिँ थाहा पर्छ ल हेर अब यति भएर कता पुग्यो है अब कता सुनाउनु अब लिनियर इक्वेसनलाई चाहिँ हामीले कसरी गर्छौँ यसरी के गर्छौँ रिप्रेजेन्ट गर्छौँ ठिक छ अब अहिले के गराउँछ भनेपछि x र y मा आउँदो रहेछ z सँग आउँदो रहेछ है भनेपछि x y z अब के मानौँ हामीलाई केबाट आउँछ त ax + by + cz + d इक्वल्स टु यसरी आउँछ यसरी पनि सबै एक साइड हो हेर त यहाँ त्यति राम्रो लाग्दैन पछाडि अर्को एक्सरसाइज अन्त इन्फाइनाइट सल्भ गर्ने इन्फाइनाइट के हुँदैन के हुन्छ नि अनि मतलब x + by + cz + अनि d त्यसै चाहिँ गर्ने आइदिन नि के डी भन्नाले यहाँ पनि यसो थप्यो भने हामी थप्यो भने के दाजुले कन्स्ट्यान्ट जोड्ने नि कन्स्ट्यान्ट 2 र 3 थपेर 5 कन्स्ट्यान्ट भनेर 2 3 4 5 ए मलाई यो हेर नि ल 3x + 4y + 6z + d को ठाउँमा 9 लेख जे लेख यस्तो देखिन्छ क्या यो जनरलाइज फर्म हो भनिरहेको छु त मैले यो फर्म त यस्तो हो नि त खासमा देखिने हो अब यसलाई चाहिँ हामीले म्याट्रिक्समा गर्ने रे पहिला लिनियर इक्वेसन भनेर बुझ्नु पर्यो यो लिनियर इक्वेसन हो अब यसको ग्रुपलाई के भन्छ सिस्टम भन्छ सिस्टम भने के हो ग्रुप भन्यो के हो ग्रुप भन्यो म्याथमा लिनियर इक्वेसनहरुको ग्रुपलाई के गर्ने त लिनियर इक्वेसनको ग्रुपहरुलाई के भन्छ गाली पत्ता लगाउने
त्यही त लिनियर इक्वेसनको ग्रुपलाई के भन्दो रहेछ यस्तै 3x + 4y + 6 त्यस्तै गरी यहाँ दुईटा छ कि छैन दुईटा भएको ग्रुप हो कि भएन यसलाई नि के भन्छ त सिस्टम अफ लिनियर इक्वेसन भन्छ क्या यिनीहरू नै हो सिस्टम अफ लिनियर इक्वेसन तिनटा इक्वेसन नै हो सिस्टम अफ लिनियर इक्वेसन हो अनि माथि के लेखिरहेको छ अब हेर म्याट्रिक्स बेस भनिरहेको छ सिस्टम अफ लिनियर इक्वेसन हो यसलाई सल्भ गर कसलाई युज गरेर म्याट्रिक्सलाई युज गरेर भनिरहेको छ क्या म्याट्रिक्स नि थाहा छैन हो भन्दैछु त त्यो हनार हो क्या मैले अस्ति वाट्सएपमा पनि हेरेको छु नै छ यो भयो अब जाँदा यो फेरि कहाँ हाल्ने भाइ एउटा चिन्ता छ सम्झाउनु कुरा यार त म्याट्रिक्सै थाहा छैन भन्दा जाँदैछु त थाहा छैन मलाई थाहा छ म भन्दैछु तिमीलाई को फ्याक्टर थाहा छ माइनर थाहा छ पढान त थाहा छैन किन जस्तो थाहा छ को फ्याक्टर माइनरहरूको बारेमा थाहा छ को फ्याक्टर हो कि केही त्यसको उल्टो के? उल्टो अनि त्यो के अरे त्यो जस्तो A1 पनि A1 2 भन्छ नि त अनि अल भयो भने चाहिँ माइनस हुन्छ A1 भयो भने चाहिँ प्लस त्यो डिलर बिना अरूवाइज माइनस भन्ने चिज त्यस्तै हो अनि माइनस केसँग हुन्छ त माइनरसँग हुन्छ क्या माइनर भनेको त कहिले त त्यो भन्छु छ क्या त्यो त्यहाँनिर चाहिँ बेस त्यहाँ छ उसले त्यो जाने भने त्यही पढाउनु त आएको त खान्छ तासो किन छ अनि कुन भाषा चिडीको अस्तिले भाषा लिएर आएको केटाहरूसँग म्याट्रिक्ससँग दाजु किताबहरू छिराएको छ अब चाहिँ म्याट्रिक्सको कुरा गरेँ है त अब चाहिँ म्याट्रिक्स आउँछ अब चाहिँ मजा आउँछ है अहिले ठिकै आएर होइन म त अब बस्छ म्याट्रिक्स भने के हो अहिलेसम्म पढिहाल्छ तिमीहरूलाई के थाहा छ कलेक्सन हो होइन एउटा कलेक्सन न हो अरेन्जमेन्ट न हो कसको अरेन्जमेन्ट हो त अरेन्जमेन्ट कसको हो लिनियर इक्वेसन त म्याट्रिक्स अहिले पछि माथि डिसिक्ट अहिले छुट्टा च्याप्टर गरेर पढाइरहेको छु सिस्टम अफ लिनियर इक्वेसन एउटा हो म्याट्रिक्स एउटा हो दुईटा जोडेको हो त ए छिटो गर्न खै छुट्टा मैले यत्रो बेर त्यही भने सिस्टम अफ लिनियर इक्वेसन यो हो अन्त अहिले त सिस्टम अफ लिनियर इक्वेसन चाहिँ म्याट्रिक्सबाट सल्भ गर्नु होइन च्याप्टर दिएको हो त्यही हो क्या त्यही गर्छ गर्ने क्या सल्भ गर्ने त्यही भएर हो म अलिक सिकेकै छैन क्या त्यो च्याप्टर अफ लिनियर इक्वेसन के हो सिस्टम अफ म्याट्रिक्स भने के हो भनेर पढ्नु होइन यहाँ म्याट्रिक्स चाहिँ कसरी सल्भ गर्ने पढ्नु त्यसपछि यिनी दुईटालाई कम्बाइन गरेर चाहिँ पढाउनु लागि त्यसरी नै पढ्ने हो यहाँ त सिस्टम अफ लिनियर उयो म्याट्रिक्स अरेन्जमेन्ट अफ सुरु पहिला त है अरेन्जमेन्ट भने के हो एरेन्ज गर्नु मिलाउने त्यो उसमा सिक्वेन्समा मिलाउनु त्यसलाई कलेक्सन हो क्या कस्तो कलेक्सन त कस्तो कलेक्सन हो कस्तो कलेक्सन कलेक्सन अफ नम्बर कलेक्सन अफ डिफाइन्ड भ्यालु हो क्या त्यो त डिफाइन्ड भ्यालुज इन अ सर्टेन फर्म हो यसलाई के भन्छ म्याट्रिक्स अरेन्जमेन्ट भन्छ अब फेरि म कट गरेको त्यो मिम्स गर्नुपर्छ सिधै पठाइदिँदा सिधै पठाइदिनु collection of defined value in certain form is known as arrangement of any object है त त्यसको त केही पनि चिजको of any object ठीक छ अरेन्जमेन्ट भने यो अब यो अरेन्जमेन्ट कसको त अब्जेक्टको इन फर्म अफ के त रो एन्ड कोलम इज नोन एज म्याट्रिक्स भाइ है अब चाहिँ अरेन्जमेन्ट लेख्नु पर्यो यो कलेक्सन भने त जसलाई पनि बिरालोलाई पनि हाल्न पाइयो कुकुरलाई पनि एउटैमा हालिदिने हात्तीलाई पनि एउटैमा हालिदिने भेडालाई पनि एउटैमा हालिदिनु मिल्यो डिफाइन त होइन त्यो अरेन्जमेन्ट होइन नि त कलेक्सन त हाल्न पाइयो क्या तर मिल्नु पर्यो नि त कुरा त होइन हो के को फर्ममा त इन फर्म अफ रो एन्ड कोलम इज नोन एज म्याट्रिक्स अरेन्जमेन्ट अफ इलिमेन्ट भन्छ है म्याट्रिक्सको भित्रको शब्द के भन्छ त इलिमेन्ट अफ अ म्याट्रिक्स भन्छ है त के भन्छ इलिमेन्ट अफ अ म्याट्रिक्स अरेन्जमेन्ट अफ इलिमेन्ट्स इन टर्म्स अफ इन टर्म्स होइन इन फर्म अफ है त इन फर्म अफ के त भनौँ भाइ अघि हाततिर रोज एन्ड कोलम हो यति हो त यतिले पुग्छ ल 1 2 3 4 5 6 ल यो के भयो यसलाई के भन्छ हामीले होरिजेन्टल भन्छौँ होरिजेन्टल भनेको के हो रो हो के हो भर्टिकल भनेको के हो कोलम हो ठिक छ अब यो म्याट्रिक्स हो हजुर यो अनि साइन्स है इन्क्लोज्ड इन अ बिग ब्र्याकेट मतलब के रहेछ त म्याट्रिक्स बनाउनलाई के बिग ब्र्याकेट चाहिँदैछ चाहिन्छ चाहिन्छ त्यसो भए यो बिग ब्र्याकेट यो म्याट्रिक्स हो छैन त फेरि चाहिन्छ है फेरि यो मात्र लेख्छ म्याट्रिक्स होइन फेरि यहाँ पनि के चाहिन्छ त इलिमेन्ट चाहिन्छ इलिमेन्ट्सहरू चाहिन्छ हो जसलाई चाहिँ एआइजे यसरी दिनु पऱ्यो डिनोटेड बाइ ल्याएको हो होइन रुका भन्दैछु त त्यो बोल आन्सर गर्छ त नाच्नु न अब खाने ठिक छ यहाँसम्म है तिमीले हेर अब हेर है यो के भयो त अरेन्ज गर्ने केलाई त इलिमेन्टहरूलाई अथवा अब्जेक्टहरूलाई के को फर्ममा त रो एन्ड कोलमको फर्ममा त्यसलाई के भन्छौँ हामीले म्याट्रिक्स भन्छौँ रो भने के हो रे रो भने के हो होरिजेन्टल लाइन हो कोलम भने भर्टिकल हो कि होइन तिमीहरू कसरी बजिरहेको छौ अहिले तिमीहरू कसरी बजिरहेको छौ तिमीहरू एउटा रोमा छौ कि कोलममा छौ मेरो लागि है पोइन्ट अफ भ्यू म्याटर गर्छ नि फेरि बेला गरेर कसरी फरक पर्छ नि म हेर्दैछु अब यसको लागि चाहिँ त्यो दुईटा छ मेरो अगाडि होइन तिमीहरू केमा छौ भर्टिकल के हो त केमा छौ भने तिमीहरू केमा छौ मेरो लागि त धेरै रोमा छौ होइन एउटा एक्स्ट्रा छौ हो
त्यस्तो खालको म्याट्रिक्स हुँदैन है सुन है यदि फेरि कस्तो आयो त्यो 1 2 3 4 त छ यहाँ 5 छ यहाँ केही छैन भने कोही हुँदैन है म्याट्रिक्स होइन है यो यहाँ 0 लेख्दा 0 भएपछि हो फेरि म्याट्रिक्स केही छैन भन्ने कुरा भएन नि त यसरी क्लोज हुनु पऱ्यो नि त म्याट्रिक्स हुँदैन इलिमेन्ट त भरिकन हुनु पऱ्यो नि त जतिवटा ठाउँ छ हो अब हेर है मैले के भन्न खोज्दैछु भने अहिले एआईमा नभएर त्यसो भयो यो जुन फर्स्ट प्लेसमा छ नि यसलाई मैले के भन्न पाउँछु त यो एउटा म्याट्रिक्स ए को के हो त इलिमेन्ट हो ठिक छ के त एउटा म्याट्रिक्स ए को इलिमेन्ट हो जुन चाहिँ कहाँ छ फर्स्ट रो फर्स्ट कोलममा फर्स्ट रो फर्स्ट कोलममा केमा छ फर्स्ट रो फर्स्ट कोलममा हो अब यसलाई गर्दाखेरि मैले एआईजे भन्यो आई भने रोसँग रिलेटेड हो जे भने कोलमसँग रिलेटेड हो त्यसो भए यो म्याट्रिक्सलाई मैले एआईजे यसरी लेख्न पाउँछु हो के भने के हो फर्स्ट रो फर्स्ट कोलम फर्स्ट रो सेकेन्ड कोलम फर्स्ट रो थर्ड कोलम सेकेन्ड रो फर्स्ट कोलम सेकेन्ड रो सेकेन्ड कोलम सेकेन्ड रो थर्ड कोलम यो म्याट्रिक्स है हो अब यो कस्तो खालको म्याट्रिक्स रो छ योमा कोलम छ योमा हो मलाई भन नम्बर अफ रो कति छ नम्बर अफ रोलाई चाहिँ हामीले म्याथमा चाहिँ म्याट्रिक्समा आइले दिनुपर्छ रोलाई होइन नम्बर अफ रोलाई होइन है केलाई त नम्बर अफ रोलाई कति दिनु परिन्छ आइले कतिवटा छ रो नम्बर अफ कोलमलाई केले गरिन्छ जे कतिवटा छ तीनटा हो अब यसको अर्डर भन्ने कुरा आउँछ क्या यो म्याट्रिक्सको के आउँछ त अर्डर भन्ने कुरा आउँछ ठिक छ अर्डर अफ म्याट्रिक्स चाहिँ के देखाउँछ भनेपछि योमा कतिवटा रो छ र कतिवटा कोलम छ भने के त कतिवटा रो छ र कतिवटा कोलम छ र यसलाई चाहिँ रो र कोलम कतिवटा भनेपछि आई र जेले त होला ओ आई क्रस जे नम्बर अफ रो नम्बर अफ कोलम अब यो वाला म्याट्रिक्सलाई मैले के लेख्न पाउँछु त 2/3 हो यसलाई के भन्छ 2/3 म्याट्रिक्स भन्छ यसको अर्डर के हो भनेपछि के भन्ने यसको अर्डर 2/3 हो अनि यदि यस्तो आइदियो ए बी सी डी आइदियो भने भन त रो 1 रो 2 रो 1 रो 2 C1 C2 मतलब आई क्रस चाहिँ कति 2/2 पहिले यस्तो यस्तो आयो अनि यस्तो आयो ल ठिक छ भनेपछि एउटा रो दुईटा रो तीनटा रो एउटा कोलम दुईटा कोलम भनेपछि 3/3 ए 3/2 हो 2/3 र 3/2 एउटै हो 2/3 र 3/2 एउटै हो होइन के त एआईजे र एजेआई भने एउटै कुरा होइन है त ठिक छ यहाँसम्म थाहा हुन्छ अब अर्डर निकाल्ने हो अब हेर टाइप्सको कुरा मैले गरिनँ है अब एउटै रोमा भयो रो म्याट्रिक्स एउटै कोलममा भयो कोलम म्याट्रिक्स हो अनि यस्तो खालको सेपमा आयो ल मलाई भन रेक्ट्याङ्गलको सबै साइड इक्वल हुन्छ हुँदैन रेक्ट्याङ्गलको सबै साइड इक्वल हुन्छ हुँदैन रेक्ट्याङ्गल कस्तो हुन्छ यस्तो हजुर स्क्वायर इक्वल हुन्छ यस्तो हुन्छ अगाडि हुँदैन त्यो त मान ए मान है यो के हो रेक्ट्याङ्गल रेक्ट्याङ्गल हो ठिक छ कहाँ बनिरहेको छ त्यो सेप हेरौँ न है एकपटक त्यो माथि गएर तल गएर ल हो हजुर एकचोटि तानु हुन्छ है यसरी के बनिरहेको छ स्क्वायर यसलाई के भन्छ त दुईटा रो दुईटा कोलम इक्वल साइड इक्वल छ भने स्क्वायर म्याट्रिक्स बनिरहेको छ स्क्वायर त्यो भएर के भन्यो स्क्वायर म्याट्रिक्स पनि अब हामीले टोटल पढ्ने भने स्क्वायर म्याट्रिक्स मात्र हो यहाँ अरू केही पनि छ ओके अनि योमा के भन्यो स्क्वायर यहाँ के भन्ला रेक्ट्याङ्गल खोइ चाहिँ रोल 2/3 भनेपछि यहाँ चाहिँ के हुँदो रहेछ त अब यो के भन्दो रहेछ रेक्ट्याङ्गुलर म्याट्रिक्स भन्दो रहेछ मतलब के त यहाँ चाहिँ रो र कोलम बराबर छैन यहाँ र रो र कोलम के छ बराबर छन् हो त्यसलाई के भन्छ स्क्वायर म्याट्रिक्स भन्छ हो अब यहाँसम्म भयो अब सबै कुरा बिर्सेको यो भने कुरा नबिर्स्यो है अगाडिको अरू यो टाइप यताउता सबै कुरा छोड्यो है अहिले के त स्क्वायर म्याट्रिक्स भने यो हो र रेक्ट्याङ्गुलर म्याट्रिक्स भने यो भन्ने थाहा भयो होइन म्याट्रिक्स भने के रहेछ कलेक्सन जाँदा अरेन्जमेन्ट रहेछ त्यसको अब्जेक्ट इलिमेन्ट भन्छ तिनीहरूलाई हामीले हो अनि के को फर्ममा त रो र कोलमको फर्ममा इन्क्लोज गर्नु पर्यो हो अनि नम्बर अफ रोलाई के डिनोट गरिन्छ आईले नम्बर अफ कोलमलाई के डिनोट गरिन्छ जेले अनि आई क्रस जेले के दिन्छ त अर्डर दिन्छ कसको जुन पनि म्याट्रिक्सको आई क्रस जेले 2/3 3/2 जति भने हामीलाई के थाहा हुन्छ नम्बर अफ रो कतिवटा नम्बर अफ कोलम कतिवटा भनेर आउँछ हो त्यहाँ चाहिँ अब अनि अर्को के आयो होरिजोन्टल रो आयो सबै अनि यता यदि रो र कोलमको नम्बर के छ सेम छ भने त्यसलाई रेक्ट्याङ्गुलर म्याट्रिक्स भन्छौँ यदि छैन भने त्यसलाई के भन्छौँ स्क्वायर म्याट्रिक्स भन्छौँ अब चाहिँ यो च्याप्टरमा अब हामीले पढ्ने भने के हो स्क्वायर म्याट्रिक्स हो डिटर्मिनेन्ट इन्भर्सहरू भने स्क्वायर म्याट्रिक्सको मात्र निकाल्न मिल्छ अरू निकाल्न के रहेछ स्क्वायर म्याट्रिक्स भने जसको नम्बर अफ रो र नम्बर अफ कोलम के हुन्छ इक्वल हुन्छ इक्वल हुन्छ अब हामीलाई मेनली हामीले जान्नुपर्ने चाहिँ कतिवटा छ भनेपछि एउटा 1/1 म्याट्रिक्स कस्तो 1/1 म्याट्रिक्स मतलब ल यहाँ 1 छ अथवा ए छ यो के हो एउटै रो छ एउटै कोलम छ एउटै रो छ एउटै कोलम छ 1/1 हो अब यदि यसलाई मैले एआईजे यसरी डिनोट गरेँ भनेपछि के होला त यो A11 फर्स्ट रो फर्स्ट कोलम अरू छ त छैन अर्को कुरा डिटर्मिनेन्ट इज पोसिबल फर
हो त स्क्वायर म्याट्रिक्स है त डिटर्मिनेन्ट चाहिँ हामीले कसको त स्क्वायर म्याट्रिक्सको मात्र निकाल्न मिल्छ अरूको मिल्दैन है यो कुरा चाहिँ लेख्नु अब डिटर्मिनेन्ट के हो त 1/1 म्याट्रिक्स डिटर्मिनेन्टले के डिनोट गरिन्छ यसरी लेख्दा हुन्छ है अथवा यसरी लेख्दा हुन्छ है इक्वल्स टु यहाँ त के छ एउटा मात्र छ नि हैन हजुर यही नै हो के डिटर्मिनेन्ट 1/1 म्याट्रिक्सको सोध्न सोध्दैन हो 1 मार्क्स सोध्यो भने सोध्यो है यो 1/1 म्याट्रिक्समा के दिमाग लगाउनु परेन ए 1/1 के हामीले कसरी सल्भ गर्ने भनेको डिटर्मिनेन्ट लगाएर गर्ने हो डिटर्मिनेन्ट स्क्वायर मात्र हुन्छ मतलब के त यो दुईटा इक्वेसन हुनु पर्यो कि त तीनटा इक्वेसन हुनु पर्यो एक्स वाइ जेड हुनु पर्यो स्क्वायर हुँदैन हुन्छ एक्स वाइ जेड नभए कसरी हुन्छ हेर तीनटा भ्यालु आउँछ न त 3/3 म्याट्रिक्स बन्छ त जहाँ भने 3/3 म्याट्रिक्स बन्छ त यसरी तीनटा नभएपछि बन्छ त बन्दैन हैन त्यही भएर के त तीनटा हुनु पर्यो अब स्क्वायर म्याट्रिक्स आयो न डिटर्मिनेन्ट निकाल्न सकिरहेको छ त्यहाँ मात्र ठुलो d1/d d2/d गर्नुपर्छ त्यही इन्भर्समा छ इन्भर्समा गएर इन्भर्स म्याट्रिक्समा ax = b हुन्छ x = a इन्भर्स b हुन्छ 1/डिटर्मिनेन्ट त्यहाँ पनि आयो फेरि त्यहाँ एडजन पनि आउँछ अनि त्यसपछि अर्को के छ रो इक्विभ्यालेन्टमा त सबै डिटर्मिनेन्ट काम गर्नुपर्ने हुन्छ हामीले रो र कलमलाई नै युज गर्ने हो ठीक छ त्यही भएर डिटर्मिनेन्ट राम्रोसँग बुझौँ है अहिले ठिक छ 2/2 मा अब चाहिँ कोफ्याक्टर र माइनरको कुरा आउँछ है है अनि सजिलो गर्ने भने के हो I = J = 2 हो अब हेर है ले त हामीले के मान्छौँ a मान्छौँ है aij हुन्छ है यसको म्याट्रिक्स हैन अब लेख्दाखेरि हेर त एकपटक अब यो दुईवटा छ भनेपछि त दुईटा रो हुन्छ भनेर यसरी थाहा हाले हामीले हो अनि अर्को दुईवटा कोलम हुन्छ हो के हुन्छ दुईवटा कोलम हुन्छ ठीक छ भनेपछि अब यो जुन पहिलो छ यो भने के हो पहिलो रो पहिलो कोलम हो दोस्रो के हो त पहिलो रो दोस्रो कोलम अथवा यसलाई r1 r2 यसलाई c1 c2 अब थाहा हेर त यो भने पहिलो रो पहिलो कोलममा छ यो भने पहिलो रो दोस्रो कोलममा छ तल यो भने सेकेन्ड रो फर्स्ट कोलममा छ यो भने सेकेन्ड रो सेकेन्ड कोलममा छ र म्याट्रिक्स 2/2 है तिमीले के भने होला यसको यो इन्टु यो माइनस यो इन्टु यो हुन्छ भने यहाँ डिटर्मिनेन्ट कसरी आयो भने छैन कसरी आयो के गर भनेपछि रो ल्याऊ अथवा कोलम ल्याऊ हामीले रो ल्याउने गरेको छ तिमीलाई पढा पनि फर्मुला गमै होला है रो के छ a1 एलिमेन्ट छ a11 लाई यसैको कोफ्याक्टरसँग मल्टिप्लाई गर्नुपर्छ केसँग त कोफ्याक्टरसँग कसको a11 को कोसँग त कोफ्याक्टरसँग केसँग म भन्छु कोफ्याक्टरसँग यसलाई c ले डिनोट गरिन्छ ठीक छ कोफ्याक्टर कसको हुन्छ अफ एलिमेन्ट कसको एलिमेन्ट अफ म्याट्रिक्स है त हो a11 को के होला त c11 कोफ्याक्टर यसैको कोफ्याक्टरसँग मल्टिप्लाई गर्ने हो क्या जब लिएको छौँ त्यसैको कोफ्याक्टरसँग ठीक छ अब अर्को कुन बज्यो a12 बज्यो अब a12 लाई कसको कोफ्याक्टरसँग गर्ने c1 हो त्यसो भए c11 c12 भने के हो त यहाँसम्म लेख्नु फर्स्ट कोलम हो फर्स्ट कोलमकै कोफ्याक्टर के तर कोफ्याक्टर चाहिँ निकालेको छ त्यो इभन अड भन्दै थियो ठिक हो इभनमा प्लस हुन्छ अडमा नेगेटिभ हुन्छ तर त्यहाँ माइनरको कुरा पनि आउँछ एउटा तिमीहरूले यदि कतै पढाएको कतै झगडा सम्झिन्छौ भने यदि यहाँको कोफ्याक्टर ल्याउनु छ भनेपछि यो र यो कटेर यतिको डिटर्मिनेन्ट के भन्ने है त बच्चा बना होला नि 3/3 बचत गर्नु पऱ्यो नि त 2/2 मा ल्याउनु पऱ्यो नि होइन तर अहिले हामी बच्चालाई बुझाउनु पहिला सिसामा माथि होइन यो त बच्चा पनि आयो यसले पनि जन्माउँछ कि बच्चा यसको पनि छ फेरि यसको बच्चा कस्तो होला 1/1 2/2 को बच्चा कस्तो हुन्छ 1/1 जस्तो देखिनु पऱ्यो क्या 3/3 को बच्चा 2/2 जस्तो देखिन्छ ठिक छ अहिले आउँछ किन हुन्छ त्यो भनेपछि यो कोफ्याक्टरलाई CIJ ले यसरी डिनोट गरिन्छ है किनकि म्याट्रिक्सको हो होइन CIJ ले डिनोट गरिन्छ आइज भने के कोलम र रो आइ भनेको जेरो यसको फर्मुला एकमा कोफ्याक्टरको फर्मुला हेर्छौ CIJ = -1 को पावरमा अड आउँदाखेरि नेगेटिभ हुन्छ कि पोजिटिभ हुन्छ अड आउँदाखेरि नेगेटिभ हुन्छ अनि इभन आउँदा पोजिटिभ अनि त्यही भएर तिमीहरूको 3/3 डिटर्मिनेन्टमा यो इन्टु यो माइनस गर्छ होला दोस्रो स्टेपमा माइनस गर्छ नि दोस्रो स्टेपमा यसको कारणले आउँछ यहाँ माइनस किन आयो भनेर यहाँ किन माइनस गर्ने a11 * a22 - a21 * a12 किन भयो माइनस किन भयो
प्लस किन नभए यहाँ त प्लस छ त दुईटा चार्ट छ क्या हुँ? प्लस माइनस प्लस माइनस प्लस प्लस छ है त किन आयो यति चाहिँ आयो त्यो यति याद मलाई हो कि हो कि आएकै हो कि त अब यतिकै यतिकै त आएन है ल हेर के हुन्छ भने यो कोफ्याक्टरको तिमीले अघि -1 इवन भन्यो नि यो -1ले डिटरमाइन गर्छ क्या नेगेटिभ र पोजिटिभ दोस्रो नेगेटिभ हुन्छ कि पोजिटिभ हुन्छ भनेर कसले गर्छ ल हेर त यो 1 र 1 एड गरेर तलको आइरहेको चाहिँ 1 र 1 क्या 2 इवन हो त्यही भएर यसको अगाडि पोजिटिभ आउँछ a11 इन्टु a22 आउँछ हो माइनस के हुन्छ a21 इन्टु a12 हुन्छ a1 र 2 एड गरेर कति हुन्छ 3 इवन हो कि अड हो अड हो त्यही भएर -1 को पावरमा i प्लस j मतलब के त कसको लिइरहेछ a11 को लिइरहेछ भनेपछि 1 + 1 2 अनि a12 को लिइरहेछ 1 + 2 अड अड भयो माइनस हो माइनस माइनर आउँछ त्यो यहाँ लेख्नु त अनि काट्न भने फेरि i प्लस j लेखेको मतलब के त दुईटा एड गर्दाखेरि इवन आउँछ कि अड आउँछ मात्र है नेगेटिभ पोजिटिभ बनाउनु मात्र काम हो नत्र कोफ्याक्टर के त माइनर कि माइनरै भने हो क्या कोफ्याक्टर भने तर पोजिटिभ माइनर कि नेगेटिभ माइनर त्यति नै हो पोजिटिभ माइनर कि नेगेटिभ माइनर मात्र भन्नु खोजेको क्या माइनर त माइनर नै हो नि अब माइनर भने के हो भन्ने कुरा आउँछ हो जुन तिमीले यसरी काट्यौ नि यहाँ यसरी काटेर जुन नयाँ बनेको थियो नि यो माइनर हो अब यहाँ काटौँ कसो काट्ने a11 को ल्याछौँ a11 को ल्याछौँ हामीले भनेपछि a11 भएको छ रो र a11 भएको रो र a11 भएको कोलमलाई हटाइदिने के गरिदिने हटाइदिने यहाँ मनन आयो हो जसो छ यहाँ मनन भने कसको a11 को यदि यहाँ मनन भनेको कसको हुन्थ्यो a12 को हुन्थ्यो यहाँ मनन भन्दैछ मतलब यसलाई हटाऊ र यसलाई हटाऊ इक्वल्स टु बच्यो के त a22 ठीक छ अब यही कुरा यहाँ गएर पुट गर्न खोजौँ न 1 मा हालेर के हुन्छ हुन्छ अलि बढी टिप गर्दिनु हुन्छ नजाउँ के दादा यहाँ त्यो सक्दैन कि दादा फेरि त्यो कोसिस सक्दैन यो नबुझेपछि पछाडि डार पर्दैन नि त त्यो क्वेसन गरेपछि क्वेसन ननिकाली आउँदैन क्या यो यसको अनि एडजन कसरी निकाल्ने थियो यतिको हजुर एडजन एजै अँ ए त्यो के अरे उसले उबाट निकाल्ने त्यो डिटरमिनेन्ट लेखिरहेको नि नै नै इन्भर्स भनेको 1/डिटरमिनेन्ट अफ a इन्टु एडजन अफ a हो ए एडजनलाई कसरी निकाल्छौ त्यो एजैले त्यसरी निकाल्छ एडजन कसरी निकाल्छौ यहाँ पछाडि हेर इन्भर्स म्याट्रिक्स मात्रमा हेरेको त के लेखा छ यहाँ के लेखा छ के हो शब्द के हो यो कोफ्याक्टर हो नि यहाँ के सिकाइरहेको छ कोफ्याक्टर निकाल्ने मैले के सिकाइरहेको छु के कोफ्याक्टर अनि के भन्दा डिप नजाउँ भने के दादा ठिकै हो क्या सक्यो भने अब ए म चाहिँ भन्दा अझै डिपमा त्यो डिपमा भयो भनेर सोधेको क्या डिपमा भयो कि क्या हो भनेको चाहिँ के मैले ए भन्छ जाउँ भने डिपमा भयो क्या भयो कि भनेर सोधेको मैले यहाँ बनाउनुको लागि पो यो भयो होइन ल मलाई चाहियो C11 र के त C12 पनि चाहिरहेको छ हो त्यसो भए यहाँ 12 हेरौँ न त यहाँ 12 बराबर के हुन्छ त अब यसको यो रो र यो बट्यो बच्यो के 2 a21 ठिक छ ल अब मलाई भन त यो कोफ्याक्टर C11 को भन त C11 को -1 को पावर यो के इवन 2 हुन्छ भनेपछि यो चाहिँ के त यहाँ 1 हो हैन त 1 लेख्ने के छ त यो के हो प्लस भयो प्लस हो अब यहाँ 1 भने कति निकालेछौ a22 ठिक छ ठिक छ। अब C12 -1 त्यही हो मैले यो गरिसकेपछि चाहिँ के हुन्छ भन्नु खोजेँ त्यो पछाडि यो मैले बुझिसकेपछि पछाडि क्वेसन गर्दाखेरि धेरै क्वेसन गर्नै पर्दैन दुईटा क्वेसन मात्र गर्छु क्या त्यो होला के यहाँ टाइम लगाउँछु उता गर्छु क्या गर्नु क्वेसन तिमीले ल्याऊ नि अब के हुन्छ यहाँ चाहिँ -1 को पावरमा के त 3 आयो क्या के आयो 3 आयो अब यहाँ 1 के होला यसको m12 यहाँ 1 2 कति छ यहाँ 1 2 1 हो कति त -81 भएन भएन ल अब त्यसो भए यही कुरा त हो नि म्याट्रिक्स भने डिटरमिनेन्ट भने होइन ल अब डिटरमिनेन्ट निकाल्नु त डिटरमिनेन्ट अफ a11 छँदैछ C11 कति हुँदो रहेछ a22 को बराबर हुँदो रहेछ हो प्लस a12 छँदैछ अनि C12 कसको बराबर हुँदो रहेछ त माइनस a21 यही त हो डिटरमिनेन्ट त्यही आएन के त a11 भन्नु खोजे कस्तो त a11 a12 a21 a22 हो योबाट यो मल्टिप्लाई -a भने हैन आयो त यसको निकाल्न सक्यो भनेपछि 3/3 को पनि सकिन्छ के छ र गर्ने हो त्यहाँ के हुन्छ a11 यहाँ a12 सम्म थियो यो a13 सम्म हुन्छ हुन्छ कि नै फेरि प्लस a13 कसको फ्याक्टरसँग गर्ने त यसैको फ्याक्टर C13 को फ्याक्टर हो भनेपछि अब 1 र 3 लाई एड गरेर यहाँ 4 प्लस आएन ए त्यही भएर यहाँ प्लस बिचमा माइनस प्लस फेरि यहाँ के होला त्यसमा फेरि ल्यायो भने के होला माइनस माइनस हुन्छ अरू हुन्छ 4 कोमा भयो भने 4 कोमा त गयो होइन हैन यदि यहाँ कति हुन्थ्यो 1 4 हुँदैन थियो 1 4 भन्छु कति फर्स्ट रो फोर्थ कलम फर्स्ट रो फोर्थ कलम हुन्थ्यो फेरि अरू त्यसमा एजोनमा अरू हुन्थ्यो हैन फेरि यहाँ के लेख्नु पर्यो भने माइनस त्यसरी आएको है अब क्वेसनबाट गरौँ क्या बुझ्यो यतिसम्म के यो फर्मुला घुम्ने भन्दा पनि के हो कोफ्याक्टर भने माइनर नै हो तर कस्तो त पोजिटिभ हो कि नेगेटिभ भन्ने कुरा मात्र आयो त्यो कुरा कसले दिन्छ रो र कलमले कुन रो र कुन कलम लिइरहेछ कुन इलिमेन्ट लिइरहेछ त्यो अनुसार
किनकि कोफ्याक्टर कसको हुन्छ इलिमेन्टको हुन्छ माइनर पनि कसको हुन्छ इलिमेन्टको हुन्छ माइनर भने के रहेछ जुन चाहिँ कोफ्याक्टर ल्याइरहेको छौ त्यसको रो र कोलमलाई हटाइदियो जे बच्छ त्यही हो बुझ्यो अब त्यसो भए यो चाहिँ यसरी आयो दुईटा हैन अनि तिमीहरु पछाडी चाहिँ यदि 3/3 भयो भने चाहिँ कसरी लिने गरेछ तिमीले त्यो फर्मुलै हो होला नि a11 a12 a13 a21 यसको भन्छु त्यसरी क्वेशनमा जान्छु क्या बुझाछौ कि छैन बुझाछौ तिमीहरुले हैन रिभिजन चाहिँ गर है पटक a22 a23 यो कति a31 a32 a33 हो कति भयो 3/3 म्याट्रिक्स हो कि होइन ल मलाई भन अब मैले के गर्नु पर्यो यसको म्याट्रिक्स पत्ता लगाउनु डिटरमिनेन्ट यो पहिलोले मल्टिप्लाई कसलाई गर्ने कसो मल्टिप्लाई गर्छ यसैको कोफ्याक्टर के हो यसैको कोफ्याक्टर c11 प्लस a12 इन्टु कति फेरि यसको c12 प्लस a13 अनि अर्को c13 अब मलाई भन त यो के छ के हो कोफ्याक्टर भने -1 को पावर i प्लस j mi j भनेको अब यहाँ c11 छ मतलब के हो u1 हो u1 हो भनेपछि पोजिटिभ कि नेगेटिभ पोजिटिभ a11 के त माइनर m11 यो त हो त्यो इभन कसरी भयो कुन छ 1 + 1 आई पनि गर्नु त फलो गर्छ अब दोस्त बुझेन बुझेन कि नै यो डिप हो भनेको त पुरै मैले जे भनेको भाइ एक चोटि आँखा नझुकाएर जसले सुन्छु यहाँ त्यसले मात्र बुझ्छ है फेरि मैले त्यो चाहिँ भनिदिन्छु नत्र बुझिँदैन त्यो कोफ्याक्टर र माइनर बुझ्ने कोफ्याक्टर माइनर बुझेन बुझेन तिमीले कुन बुझेन यो c1 ए c1 यहाँ हालौँ न c1 ठिक छ अब 1 यसै कुदाउन छ है -1 छ हो अर्को कति छ i छ त्यसको i के हो 1 हो यसको चाहिँ के हो 1 हो 1 + 1 हो माइनर के लेख्ने याम 1 हो हैन अब याम 1 भने चाहिँ के हो याम 1 भने चाहिँ के हो त a11 कसको त a11 हो भनेपछि यो जुन कोलम छ नि कोलम बिर्स्यो यसको यो रो पनि बिर्स्यो बजे कति त a22 a23 a32 a33 त्यो बजेन त्यसले भन्छ माइनर यसले भन्छ माइनर बाँकी बच्चा भएकोले माइनर हुन्छ माइनर भने के त माइनरको मिनिङ के हो इङ्ग्लिसमा हैन त हो अनि बुझ्यो आउँछ बुझ्यो आमार बोल्ने खाँदैन बच्चा बाँकी आयो नि आउँदै त भन्दैन त मैले भिडियो बनिरहेको a11 अनि के त c11 मा के हुँदो रहेछ m11 भने के त डिटरमिनेन्ट हो डिटरमिनेन्ट हो है यसको a22 a23 a32 a33 अब दोस्रोमा माइनस हुन्छ कि प्लस माइनस के हुन्छ 1 + 2 c12 भने के हो -1 को पावर 3 यहाँ 1 2 हो कि नै अब यहाँ 1 2 भने कसको यसको अब यसलाई बिर्सिदियो के बच्यो a21 a23 a31 a33 तर माइनस अरे कहाँबाट आयो भन्छ माइनस गर्नु परेको छैन र यसरी राजन ए हजुर एउटा बच्चा जन्म्यो भने खुसी के अरे प्लस गरिदिने दुईटा बच्चा जन्म्यो भने ए अड भयो भने सरी एउटा बच्चा दुईटा बच्चा जन्म्यो भने इभन मान्ने एउटा बच्चा जन्म्यो भने हो यो चाहिँ हो i + c कति हुन्छ अब यसमा 1 + 2 कति हुन्छ अनि भनेको क्यूब -1 को पावर 3 कति -1 हो -1 के बच्यो m12 भने के हो यसको m12 भन्नु पर्यो हो यसको बच्चा निकाल भने त्यसको त अड निस्क्यो कि अड भने माइनस गरिदियो कि अगाडि यो पहिलो तिमीलाई थाहा थियो कसरी आयो भन्नु मात्रै यत्रो जोक लगाइरहेको छ बल्ल मैले बुझेँ बुझ्यो अब गर्न मलाई अब त क्या मजा आएछ मलाई त नबुझेको कहाँ मजा आयो बुझ्यो तिमीहरूले राम्रोसँग नराम्रो भन्नु है फेरि बुझायो हैन यो भाइले बुझ्यो भने 4 प्रकार छ क्या मैले हैन बुझ्यो भने किन बुझेन भन्नु तिम्रो भाइ मैले मेरो एक्सपिरियन्स अनुसार तिमीले यता हेर्दाखेरि आधा दिमाग आफ्नो पनि लगाउँछौ आधा दिमाग मेरो लगाउँछौ क्या आधा लगाउने होइन एकचोटि लगाउने हेर लगाउने ठाउँमा कि धार्नुमा लगाऊ कि मेरो लगाऊ कि गलत भयो मैले त्यही गर्छ नि हैन बल्ल बुझेँ तिमी कस्तो हाँस्दै थियौ मलाई सबै सम्झेर होइन साह्रै त के तर यसो रमाइलो बारेमा बुझेर कि कस्तो खुसी होइन हाम्रो त मुख त मुस्कान बुझि नै हुन्छ बुझेपछि त बुझि नै लाग्छ हो स्वाभाविक कुरा हो अब के 1 + 3 आउटपुट फोन छ यस सबै त्यो बाँकी भएको लगिदिने एउटा क्वेसन है त एउटा म्याट्रिक्स छ अरे ठुलो लिन्न म अहिले मल्टिप्लाई हाल्नु भेट्दा 1 2 3 4 1 2 3 6 5 है त आयो आयो ठिक छ अब फेरि यसलाई नोटेसनलाई भनेर के गरिदिने a11 a12 a13 a21 a22 a23 a31 a32 a33 हो अब मलाई के भन्यो सिधै डिटरमिनेन्ट निकाल भन्यो हो अब हामी के गर्छौँ अहिलेको हिसाबले फर्मुलाको हिसाबले हामीलाई के हो रे भन्नु त एकचोटि लेखिदिन्छु अहिले लेख्दिन a11 हो कोसँग यसैको कोफ्याक्टरसँग प्लस a12 c12 प्लस ए हो ल फेरि यो भने a11 यहाँ के हुन्छ माइनर मात्र हुन्छ यहाँ चाहिँ माइनस a12 कसको माइनर a12 फेरि a3 a13 कति m13 अब m13 भने त्यो काटे प्लस है अब यहाँ a11 भने के छ
1 छ इन्टु हो। अब यसको यो रोहरू काट्यो, यो कोलम काट्यो, पछि बचाएको को 1 2 6 1 2 6 5। यसको पनि अब पत्ता परेन, मैले अघि भनिसकेँ यो कसरी आयो भनेर। यो पनि माइनरबाट आयो, त्यो माइनरबाट आएको किन अघि माइनरबाट। अब के किने माइनस 1 थाहा छ माइनस थाहा छैन हामीलाई हैन। अब माइनस 1 कति त 2 इन्टु कति 4 3 के है ल यो गयो यो गयो। अब यसको र यो भयो। अब पछि के त 4 2 4 2 4 2 3 5 4 2 3 5। अब फेरि के हुन्छ प्लस को त 3 इन्टु 4 1 यसको गयो यसको गयो के आयो त 4 1 3 6 3 6। अब यहाँ मल्टिप्लाई 1 इन्टु अब के हुन्छ यो 1 इन्टु 5 1 इन्टु 5 माइनस 6 इन्टु 2। त्यसै गरी माइनस 2 इन्टु कति फेरि यहाँ 4 इन्टु 5 20 माइनस 6 हो। त्यो डिटरमिनेन्ट निकाल्ने माइनरको जब हामीले निकाल्छ नि त्यसलाई अब क्रस मल्टिप्लाई इन्टु भन्यो डिटरमिनेन्ट निकाल्ने हैन त त्यो भइको त्यही त त्यो क्रस मल्टिप्लाई भन्यो यो इन्टु यो माइनस इन्टु यो अहिले भनेर मैले फर्मुला भन्नु भएको थियो मैले त्यो अलिक ध्यान दिएँ माइनस हुन्छ त्यो पनि माइनस ल्याएको हेर न किन भयो यो 1 किन भयो हेर न यो के हो a11 हो यो के हो माइनस a12 हो। अब के गर्ने a11 इन्टु c11 प्लस a12 इन्टु c12। अब a11 c11 ले त प्लस मारिहाल्यो अनि पछि के त त्यो हैन। अनि फेरि के हुन्छ यो 1 2 भयो 1 2 भनेपछि के हुन्छ बिचमा माइनस हुन्छ माइनस हुन्छ हुँदैन माइनस यहाँ माइनस हुन्छ माइनस कति फेरि यसको ल्याएको 2 को इन्टु को यो लिएर पठाएपछि 6 आयो। ठिक छ ठिक छ त्यसै गरी ल म चाहिँ कहाँ गएँ 3 इन्टु कति 4 इन्टु 6 24 माइनस 3 हो। ल कति हुन्छ 5 माइनस 12 माइनस 7 माइनस फ्याक्टर निकाल्नु पर्यो c11 c12 c13 त्यसको फ्याक्टर आफ्नो म्याट्रिक्स हुन्छ गर्ने। अब डिटरमिनेन्ट निकाल्न सक्यो डिटरमिनेन्ट निकाल्न चाहिँ सिकाएँ। अब के सिकाउँछु अब के सिक्नु पर्यो इन्भर्स म्याट्रिक्स मेथडमा गयो भने इन्भर्स म्याट्रिक्स मेथड पछाडिमा ax इक्वल्स टु b छ ठिक छ x इक्वल्स टु a इन्भर्स b हुन्छ। अब a इन्भर्स निकाल भन्छ a इन्भर्स भनेको यसैको डिटरमिनेन्टले डिभाइड अनि एडजोइन्ट अफ a हो। अब डिटरमिनेन्ट आयो अब एडजोइन्ट भनेको के हो भनेर बुझौँ न हैन एडजोइन्ट बुझ्नु पर्यो। अब अनि ल एडजोइन्ट बुझ्नु पर्यो है एडजोइन्ट भनेको के हो भनेपछि यो जुन हामीसँग कोफ्याक्टर छ नि यो कोफ्याक्टर पनि हामीले यदि म्याक्स बनाउनु मिल्दैन त c11 c12 c13 c21 c22 c23 c31 c32 c33 ए हैन कोफ्याक्टर भयो म्याट्रिक्स हो। यसैको ट्रान्सपोज गर्ने भनेको चाहिँ एडजोइन्ट आउँछ। ट्रान्सपोज भनेको के रोलाई कोलम माक्रोलाई कोलम ए ठ्याक्कै त्यो गर्ने यो यसरी सुरुको र अन्तिमको त्यही आउँछ भन्ने भनेको त्यति मात्र ट्रान्सपोज गर्ने एडजोइन्ट आउँछ। सबै सकिन्छ त्यसपछि सबै मेथड सकिन्छ। अब कोफ्याक्टर भनिदिन्छु कोफ्याक्टर मैले किन भन्नु पर्यो निकालिरहेको छु मैले अब तिमीले त्यसको निकाल्नु सक्छौ कोफ्याक्टर सँगै निकालौँ